अच्छा, यहाँलाई स्वागत छ। धन्यवाद। कस्तो भइरहेछ यसपालिको इस्टर उत्सव? योपालिको इस्टर चाहिँ अति नै आशिषमय भइराखेको छ। हामीले पुरो स्टेडियम भरिराखेको तपाईँले देख्नु भएको छ र ज्यादा नै एकतामा सबै मण्डलीहरूसँगै आउने एउटा राम्रो अवसर मिलेको छ। यो इस्टर उत्सव यो रङ्गशालामा पहिलोचोटि हुँदै हो? यो चाहिँ इस्टर चाहिँ पहिलोचोटि हुँदै गरेको, अरू प्रोग्राम त हुन्थ्यो नै, तर इस्टर चाहिँ पहिलोचोटि हुँदै गरेको। यो जमात देखिराख्दाखेरि जति पनि अरू धर्मावलम्बीहरू छन् उहाँहरूले के बुझ्ने यो इस्टर सन्डे यो उत्सवबाट? होइन, यो त येशू ख्रीष्ट बौरी उठ्नु भएको त सबै धर्म, सबै जाति, सबै संस्कृतिका मानिसहरूको लागि हो नि त। यो त क्रिस्चियनहरूको लागि मात्रै होइन, किनभने येशू प्रभु मृत्युबाट बौरी उठ्नु भएको, पापको क्षमाका लागि उहाँ क्रुसमा मर्नु भएको र 3 दिनपछि बौरी उठ्नु भएको त यो त सबै धर्म मान्ने, सबै जाति, सबै समाज, सबै देश, सबै राष्ट्र, सबैको लागि हो नि। अब यो जमात देखिराख्दाखेरि 1000को सहभागिता भएको देखिन्छ। यो सहभागीहरू देखिराख्दाखेरि इसाईहरूले शक्ति प्रदर्शन गर्न आयो, माइनोरिटी हामी छैनौँ, हामी पनि धेरै सङ्ख्यामा छौँ भन्ने प्रदर्शन गर्न आयो जस्तो विचार होला कतिजनाको। यसलाई तपाईँ कसरी विश्लेषण गर्नु? होइन, हामी चाहिँ माइनोरिटी नै छौँ। अब देशमा अहिले 85,000 यहाँ जम्मा भए तापनि देशको जनसङ्ख्या धेरै छ, काठमाडौँको धेरै छ। हामी चाहिँ माइनोरिटी भने यो चाहिँ शक्ति प्रदर्शन भन्दा पनि येशू प्रभु हाम्रो निम्ति मारिनुभयो, गाडिनु भनेर सेलिब्रेसन गर्ने कुरा हो। यो चाहिँ केवल क्रिस्चियनहरूले गर्ने सेलिब्रेसन हो। हामीले अरूलाई बोलाएका छैनौँ, क्रिस्चियनहरू मात्रै यहाँ सहभागी छन्। नयाँ सरकार भर्खर गठन भएको छ। सरकार गठन हुँदाहुँदै पनि तपाईँहरूले फेरि यस्तो प्रोग्रामहरू गरिरहनु भएको छ। सरकारले तपाईँहरूलाई केही थ्रेड होला नि त फेरि सरकारमा? होइन होइन, अब यो चुनावभन्दा पहिला भएको भए थ्रेड हुन सक्थ्यो। चुनाव पछि हो, यो सरकार त 5 वर्षको लागि आइसकेको छ। त्यसले गर्दा यो चाहिँ सरकारले पनि थ्रेड सम्झनु हुँदैन र हामीलाई सरकारका विभिन्न व्यक्तिहरूबाट शुभकामना पनि आइराखेको छ। यो इस्टरको बारेमा तपाईँले एक शब्दमा शुभकामना दिनु पर्यो भने कसरी दिनु? इस्टर सन्डे चाहिँ सबै मानिस जातिको लागि येशू ख्रीष्ट पापको निम्ति, हाम्रो सबैको पापको निम्ति मारिनुभयो, गाडिनुभयो र बौरी उठ्नुभयो। आज त्यही बौरी उठ्नुभएको उत्सव हो। सबैजनालाई हार्दिक शुभकामना छ। योभन्दा अगाडिको इस्टरमा तपाईँ इस्टर महोत्सव मनाएर कहीँ जाँदै गर्दा तपाईँलाई जेलसम्म पुर्यायो, कस्टडीमा राख्यो, यो दिनलाई चाहिँ तपाईँ कसरी सम्झनुहुन्छ? हाम्रो जीवनमा दुःख कष्ट सधैँ आउने हो। त्यो वर्ष म संयोजक थिइनँ, महासचिव मात्रै थिएँ र यो वर्ष चाहिँ म संयोजक भए पनि प्रभुले हामीलाई जुन बाटो लानुहुन्छ त्यो बाटो हामी हिँड्नलाई तयार हुनुपर्छ। र अब कसैलाई रिस उठ्नु स्वाभाविकै हो, तर नरिसाउनु होला। यस क्रिस्चियनहरू चाहिँ देशको लागि आशिष हुन् भनेर बुझिदिनु होला भनेर भन्न चाहन्छु। भनेपछि यो इस्टर उत्सव अरू जातिको लागि, अरू धार्मिक समुदायको लागि पनि यो इस्टर महत्त्वपूर्ण छ? सबैको लागि हो नि, किनभने येशू प्रभु त मानिस जातिकै लागि आउनु भएको हो, सबै जातिकै लागि आउनु भएको हो। येशू प्रभु आउने बेला त क्रिस्चियनै थिएनन् नि। त्यसले गर्दा येशू प्रभु जन्मनु, मर्नु र बौरी उठ्नु चाहिँ सबैको लागि हो। त्यसले गर्दा सबै जाति, सबै समाजको लागि भएको कारणले गर्दा हामीहरूले चाहिँ त्यो चित्त दुखाउनु पर्ने, एउटा अलिकति कम्फर्टेबल फिलिङ गर्नुपर्ने कुरा केही छैन, किनभने प्रभुले सबैलाई उहाँको राज्यमा आएको चाहनुहुन्छ। यो घोषणा पनि हो। तपाईँ कार्यक्रमको संयोजक पनि हुनुहुन्छ। यो कार्यक्रम आयोजना गरिराख्दाखेरि कतिको सहज भयो, कतिको अप्ठ्यारो भयो? यो त सजिलो थिएन। पहिला चाहिँ सरकारका सबै क्षेत्रहरूसँग मिलेर काम गर्नुपर्ने हुन्छ। यो बेलामा हाम्रो सरकारी क्षेत्रबाट पनि धेरै प्रकारको सहायता मिल्यो र चर्चहरू पनि विभिन्न ठाउँमा छन्, छरिलिएर बसेका छन्। सबैलाई एक ठाउँमा ल्याउन चाहिँ चुनौती नै थियो, तर प्रभुले यो समय हामीलाई दिनुभएको जस्तो लाग्यो र यो चाहिँ पहिलाभन्दा त्यति गाह्रो चाहिँ थिएन। तपाईँ संयोजक भएको नाताले सहभागीहरू जति पनि हुनुहुन्छ, सँगसँगै कार्यक्रम सञ्चालन गर्नको लागि जति पनि तपाईँको कोर टिमहरू हुनुहुन्छ, के भन्नुहुन्छ अन्त उहाँहरूलाई? म सबैजनालाई, विशेष उपत्यका भ्यालीभरि भएका सबै चर्चहरू, सबै डिनोमिनेसनहरू, सङ्घ संस्थाहरू र सबै लागि पर्ने सबै व्यक्तिहरूलाई, विशेष प्रकारले भेटिदिनेहरू, सहायता गर्नेहरू सबैको लागि हामी धेरै धन्यवाद दिन्छौँ। करिब 30 लाखको यहाँ खर्च भइराखेको छ। सबै कुराहरू काठमाडौँ उपत्यकाका मण्डलीहरूले दिएका छन्, उनीहरूलाई पनि हामी धेरै धन्यवाद दिन चाहन्छौँ। धन्यवाद हामीलाई विश्वास गरिदिनु भएको लागि। प्रभु येशू बौरी उठ्नु भएको छ। धन्यवाद।